हेलो नमस्कार सुस्वागतम यहाँलाई नयाँ भ्लग र नयाँ राइडमा स्वागत छ एन्ड वेलकम ब्याक टु द च्यानल आई एम नर्बु। आजको राइडको बारेमा भन्नुपर्दाखेरि इट्स अलरेडी 8 है र आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेदेखि हर्समेन मोटरसाइकल क्लबहरू योपालि फेरि NRM जाँदैछ, नेपाल राइडर्स मिटमा। हजुर, हामी नेपाल राइडर्स मिट जाँदैछौँ र अलिक चिसो चिसो छ आज। गान्तोकमा चाहिँ चिसै हो। बिहान सुरु गर्दाखेरि अब साह्रै गरम हुँदै जान्छ, मलाई याद छ। सो तल हाम्रो एकजना राइडरले पर्खिरहनु भएको छ र त्यहाँबाट हामीसँग जोडिने हुनेछ र एकजना चाहिँ हामीसँग सिलगढीदेखिको जोडिनु हुनेछ। लेट्स गो एन्ड इन्जोय द राइड। आठ बज्दै बज्दैछ र अहिले अलिक ट्राफिक खुल्लै हो यतिको त। र अब चाहिँ यहाँबाट चाहिँ हाम्रो एकजना राइडर चाहिँ जोडिनु हुने रहेछ, तर ट्राफिकले गर्दाखेरि त तेल हालौँ भनेको त हुने हो कि नहुने हो। मेरोमा फुल हो, हालिदिनुहोस् न। त्यही भनेर त। होइन, छानिरहेको छु। अन्त कसरी गर्नु अन्त म तेलै हाल्नु भएको छैन, म कति हालिदिनु अन्त? होइन, गुगल पस्दैन कि बा भनेर क्यास पनि नसुचाउनु न। ए क्यामेरा रेकर्ड गरेको थिएँ कि थिएन मैले विशेष पनि। आइम सो सरी, हाम्रो यहाँनिर रेकर्ड भएको छैन भने चाहिँ अर्को राइडर चाहिँ यहाँ हुनुहुन्छ। रेकर्ड देख्दैछ यहाँनिर नम्बर। लो, हाम्रो राइडरहरू भेटेर पनि आजको राइड सुरु भयो। 6 माइलबाट चाहिँ तेल सेल हालेर चाहिँ सुरु हो। ट्रिप मिटर 0 गरेँ। हेरौँ अब कति हुन्छ, आज कहाँ पुग्ने हो थाहा भएनन्। ल अब चाहिँ हामी सिक्किमलाई बोर्डरलाई बाई बाई, सिक्किमको बोर्डरलाई बाई बाई। वेस्ट बेङ्गाल अटल सेतुबाट। यसलाई अटल सेतु भन्छ होइन अन्त? सेतु भनेको त ब्रिज होइन त? त्यस्तै लाग्यो त मलाई, अटल सेतु भनेको जस्तो लाग्यो जति सक्दो त। र अब चाहिँ खाना खानु रोक्नुपर्छ यहाँनिर। उयो अगाडिकोमा खाउँ न, यो गाडीहरू आएकोमा कि। जाउँ। तपाईँ इन्टरकम अफ गरेको छ क्या हो? ए होइन, म त सुनेको छैन जस्तो लाग्यो नि तपाईँले। छु 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 छु, ग्लोभ्समा चाहिँ शीतल भयो नि हो। हजुर, त्यस्तो त केसम्म त निकालेन हामीले। हेलमेट, इन्टरकम यति त हो। ल, खानासाना खाइयो, पुरी सब्जी मिठो थियो। यहाँनिर सेकेन्ड टाइम हो, तर राम्रै पाउँछ यहाँनिर। 80 रुपियाँमा त वर्थ थियो। टिस्टा ब्रिज गड्डी आ रहा है, नहीं आ रहा है। यो ब्रिज आयो भने चाहिँ मलाई सिलगढीपट्टि लागेको जस्तो लाग्छ फिल चाहिँ। उयो बिचमा त हेर्दा उयो भइरहेको छ, आइल्यान्ड जस्तै। उयो बिचमा उयो हेर्नु न, माटोको त्यो उयो भएर बलुवाले क्या हो। लो, अब चाहिँ बाघपुल क्रस भयो र हामी चाहिँ यहाँनिर यहाँ के काली मन्दिर भन्छ होइन, यहाँ मन्दिर आइपुग्यो।
लेट्स गो अगाडि हेरौँ के छ। लु है सिलगढी पुग्यो। सिलगढी भर्खर सिलगढी पुगिँदैछ हो। यो फ्लाइओभरहरूले गर्दाखेरि चाहिँ सिलगढी चाहिँ रमाइलो देख्छ देख्नु चाहिँ। भर्खर बनिँदैछ त बनिन्छ तर भए पनि साह्रो गरम भयो। अब अलिक अगाडि गएर चाहिँ ज्याकेटको भित्रको लाइनरहरू चाहिँ खोल्नु पर्ने रहेछ। यो गरममा चाहिँ साह्रो पऱ्यो। ल हाम्रो थर्ड राइडर ठिकै हुनुहुन्छ होला। के गर्नुभयो परनिर? मलाई त याद छैन। परबाट चाहिँ यस्तो भित्र हिँड्नुपर्छ भनेर त्यो चाहिँ याद छ। तपाईँको झन्डाको त त्यो प्रिन्ट निस्किन थालेछ माथिको त। तपाईँ हिँड्नुहोस् लु। हो त्यही हो सिधा अगाडि हो। पुलबाट गएको भए सिधा पुग्थ्यो नि। अब यहीँ पुग्छ उयो पुलबाट यहाँ अगाडि मुखमा जोडिन्छ नि। पुलबाट आएको भए यहाँ निस्किन्थ्यो नि। होइन अस्ति म यसरी यहीँबाट आएको आउनुहुन्छ तर। आइडी माग्दैछ आइडी। यसले हुन्छ। र यो चाहिँ इन्डिया नेपाल बोर्डर क्रस गरियो। यहाँ भर्खर आइडीहरू देखाउनु पऱ्यो हो। मैले ड्राइभिङ लाइसेन्स देखाएको भएन। भोटर आइडी नै माग्यो। भोटर आइडी देखाइदिए। यहाँ निकै भिडै हुन्छ। पहिला म यहीँबाट आएको हुन्छु। यही उसबाट उताबाट त मलाई याद छैन। गाडीमा जाँदाखेरि चाहिँ उताबाट गएको थिएँ कि। कोसी भन्छ सप्तकोशी नै होला। कोसी चाहिँ भनेको सुनेको। कोसी नदी। लु नेपाल याद हुने अगाडि हिँड्नुहोस्। फोनमा बोल्दैछ सुन्दैछ? त्यही त हो। अब त के जान्छ जाने केही छैन। यही झोलाहरू झरेको म थियो। सिधै है। अरे नेपालको त प्रहरीहरू पो रहेछ त हौ। प्रहरीहरू छन्। ल गाइज वेलकम टु नेपाल सबैजनालाई। अब भन्सार काटिन्छ यता गएर। एरो देखाइरहेको छ नि। यहाँपट्टि जानुपर्ने छ। यो चाहिँ अब भन्सार काट्ने जग्गा। यहाँदेखिको चाहिँ अब हाम्रो भन्सार काट्नु पर्छन्। हौ घुमेको पर्छ हामी त। लु यहाँ चाहिँ भन्सार काट्ने जग्गा। तर अर्को एउटा कुरा चाहिँ के भएछ भने चाहिँ मेरो झन्डा झडी गएछ। उहीँबाट सम्झाएको थियो अहिले चाहिँ झरेछ। ठिकै छ। धन्न एउटा स्पेयर झन्डा छ त्यो चाहिँ राम्रो भयो। भद्रपुर एयरपोर्ट दमक सबै देख्नु थाल्यो है। यहाँदेखिको अब कति डिस्टेन्समा छ अघि। यहाँ हाम्रो बाटोमा भनेपछि रोक्दैन होला नि अब। ए हजुर भन्सार छ भने त यो पाउँछ भनेर। हजुर सपोज हामीले यहाँनिर नदेखेको भए त हामी त झन्डै खोज्दै हिँड्दै थियौँ कि। हजुर त्यो त नदेखेर। ए हजुर होइन हामी त यता माथि त पुलिसको बोर्ड होला भन्दै हेर्दै आयो कि। हजुर हामी सिक्किम। हजुर
हजुर काठमाडौँमा चाहिँ नेपाल राइडर्स मिट भन्ने छ कि नेपालले राखेको यहाँ काठमाडौँमा छ योपालि चाहिँ कि पहिला मुस्ताङहरूतिर थियो अच्छा नेटवर्क हुँदैन यहाँनिर फेरि हो घुमाउनु पर्ने यताबाट जाउँ न यताबाट अन्त अगाडिबाटै हो हजुर त्यो बाइक अलिकति हटाइदिनु भयो भने चाहिँ एकछिन ल त्यहाँबाट त हुँदैन झन्डाबाट त हुँदैन त्यहाँबाट भन्नुहोस् त एकछिन ल इन्जिन अफ गर्नुहोस् तपाईँको इन्जिन अफ ए उठाएँ त म त स्ट्यान्ड हजुर त्यो त यताबाट घुमाएर निकाल्नु नि यताबाट जाउँ न अब तपाईँ निकालिहाल्नुहोस् अब जाउँ तपाईँको हिँड्नुहोस् यताबाट जाँदा हुने रहेछ माटो लुज रहेछ कि त्यो भएर हुन्छ हुन्छ धन्यवाद तपाईँहरूलाई त्यो लुज माटोमा त्यो उयो गर्दाखेरि चिप्लेको निस्किट पछाडि चक्का म पछाडि छु पछाडि अगाडि लुजाउ भन्यो त फेरि एकछिन त यस्तोमा चाहिँ पुरा चिप्लिँदो रहेछ यो माटो चिप्लो चिप्लो माटोमा चाहिँ कि पानीले चाहिँ कहाँसम्म चाहिँ यस्तो बाटो होला नि काठमाडौँसम्म नै यस्तो छ भने पो रड्डी हुन्छ त तर पुरा पहिला त यस्तो थियो बनाउँदै थियो काठमाडौँसम्म पनि खल्टा छ यहाँ खतरनाक खल्टा अलिक टाढो डिस्टेन्स राखेर आउनुपर्छ है के बेसी डाइभर्जन हो यो त खतरेको डाइभर्जन र धुलो हिलो खटपट नेपाल बनिँदै रहेछ नेपाल 5 साल बादमा मात्रै राम्रो हुने रहेछ अब यो बाटो हेलो एकछिन चिया खाउँ अब टी ब्रेक र यहाँ चाहिँ के सिन भयो भनेदेखि चाहिँ हामी चिया खानु रोएको थियो खासमा है इलेक्सनको टाइम भएकोले गर्दाखेरि चाहिँ इलेक्सन आउनु आँटेको थियो त्यतिखेर र इलेक्सनले गर्दाखेरि चाहिँ हाम्रोमा चाहिँ वकी टकी थियो त्यो लगाउनु पाउँदैन रहेछ हो अन्त वकी टकी र साथै हामीले झन्डा पनि जुन चाहिँ हाम्रो क्लबको झन्डाहरू थियो त्यसले गर्दाखेरि चाहिँ हामीलाई नेपाल पुलिसले आएर चाहिँ त्यहाँनिर हामी चिया खाएर चाहिँ टक्कै हिँड्नु आँट्दाखेरि चाहिँ त्यस्तो कुरा भएको थियो त्यहाँनिर धेरै गफ उहाँसँग दिपक केजी हुनुहुन्थ्यो सर भनेर धेरै राम्रोले हामीलाई बुझाइदिनु भयो र धेरै हेल्प पनि भयो अगाडिको यात्राको लागि बाइक क्रस गर्दैछ बाइक क्या शीतल भयो पसिना निस्किने त्यहाँ बस्दा बस्दै फेरि यहाँ रोक्यो उनीहरूको नम्बर लिनुपर्ने छ हौ हजुर हामी फर्स्ट आएको होला है यिनीहरूलाई कि सिक्किमबाट अरूहरू कहाँ कहाँबाट आएको छैन होला कि अन्त अब यिनीहरूले अब हामीलाई यति बेसी रोक्यो होइन अरूहरूलाई रोक्दैन नि अब थाहा पाउँछ नि यिनीहरूले यिनीहरू राइडरहरू यस्तो यस्तो रहेछ भनेर ल आज पनि रात पऱ्यो राइड भइरहेको छ टाइम त त्यस्तो गएको छैन तर रात त पऱ्यो 6:15 गएछ तर अब हामी पुग्नु आँट्यो 15-20 मिनट आधी घन्टा होला ढिलो भनेको पनि पुग्छ लो इटरी आइपुगेछ त्यसो भए यही रहेछ इटरी चाहिँ